नमस्ते, म डाक्टर प्रसन्ना कार्की, म न्यूरोसर्जन अनि न्यूरो इन्टरभेन्सनिस्ट। म चाहिँ अहिले नेपाल मेडिसिटीमा काम गरिरहेको छु र म चाहिँ स्ट्रोक स्पेशलिस्ट पनि हो। अब नेपालमा चाहिँ धेरै जस्तो यङ पेशेन्टमा स्ट्रोक देखिएको छ र स्ट्रोक भएपछि कस्तो खालको लक्षण हुन्छ र हस्पिटलमा 4.5 आवर्स भित्रै पुग्नुपर्ने कुराहरू चाहिँ धेरैलाई थाहा छैन। त्यही भएर स्ट्रोक हुँदाखेरि चाहिँ मुख आदि बाङ्गो हुने, बोली नफुट्ने, हाफ प्यारालाइसिस हुने यो कुनै पनि सिम्पटम्स चाहिँ देखियो भने कसैलाई पनि वेट नगर्नु होला, एम्बुलेन्स बोलाएर नजिकको स्ट्रोक सेन्टरमा हस्पिटलमा गइहाल्नुपर्छ। 4.5 आवर्स भनेको गोल्डन विन्डो भन्छ यो चाहिँ स्ट्रोक ट्रिटमेन्टको लागि। यो भित्र जानु भयो भने चाहिँ तपाईको आउटकम लाइफ लङ जुन प्यारालाइसिस हुन्छ त्यो हुनबाट बच्न सजिलो हुन्छ। त्यो कारणले स्ट्रोकको सिम्पटम्स चाहिँ थाहा पाइराख्नुहोस्। आफूलाई हुनसक्छ, आफ्नो वरिपरि फ्यामिलीलाई हुनसक्छ, आफ्नो कलिगलाई हुनसक्छ, साथीलाई हुनसक्छ र नजिकको स्ट्रोक सेन्टर्समा चाहिँ गइहाल्नु पर्ने हुन्छ।